आज यसो पोर्ट्रेट गरौँ न त आज पनि सर्ट एन्ड स्विट क्विक पोर्ट्रेट है त टाइम राखेरै गर्नु पर्यो यदि तपाईँहरू पनि पोर्ट्रेट प्र्याक्टिस गर्दैछ भने हैन प्लिज टाइम राखेर गर्नुहोस् त्यसले चाहिँ माइन्डलाई अलिकति फोकस गराउँछ एन्ड देन लाइक यु वोन्ट बी लाइक कन्सन्ट्रेट यताउता भुतारिँदैन जब टाइम राखेर गर्दाखेरि मैले क्लासमा गराउँदाखेरि पनि स्टुडेन्टहरूलाई त्यही हो स्टडी गराउने तरिका त्यसले चाहिँ बनाउन सजिलो हुन्छ उनीहरूलाई आफ्नो लाइक कन्सन्ट्रेट पावर पनि बढ्छ अलर्टनेस बढ्छ कि मेन चाहिँ लाइक मसँग सर्ट पिरियड अफ टाइम छ टाइम टिक टिक गइरहेको हुन्छ नि त अनि पोर्ट्रेट तिम्रो 6+ कतातिर थियो पोर्ट्रेट चाहिँ अब ओभियसली इट्स अल अबाउट कन्सन्ट्रेसन एन्ड रियल अब्जर्भेसन के 6+ नभएर कुन पोइन्टमा कसरी गर्दाखेरि चाहिँ क्यारेक्टर आउँछ भनेर चाहिँ लाइक योर माइन्ड नोज इट वेल रेकर्ड भइरहेछ गर्दै जाँदाखेरि चाहिँ त्यो माइन्डले नै तिमीलाई सेटअप गराउँछ कि आज पनि म सर्ट एन्ड स्विट यो पोर्ट्रेट गर्दैछु तपाईँहरूलाई त्यस्तो लाइक कमेन्टहरू केही छ भने प्लिज ड्रप यो कमेन्ट हैन आई विल डेफिनेटली गन एन्सर इट हुनु त अब अहिले म इनिसियल फेजमा भएको भएर लाइक द डे आई एम अपलोडिङ दिस भिडियो a few people will be like watching this like यो भिडियोज हैन आई डोन्ट एक्सपेक्ट लाइक मोर कमेन्ट त जतिले पनि हेर्यो भने प्लिज डु एप्रिसिएट माई डुइङ मलाई चिन्नेहरूले बेसी हेर्छ थाहा भएको कुरा हो सुरुमा त अब आफ्नो मान्छे आफूले चिनेकोहरूले त सपोर्ट गर्ने त हो नि पछि त अब चिनिसक्यो पछि अलि राम्रो भइसकेपछि त वी डोन्ट एक्चुअली निड सपोर्ट हैन त्यो क्लाइम्बरहरू जस्तो त हो नि सुरुमा हामीलाई इनिसियल फेजमा राम्रो इन्भाइरोमेन्ट राम्रो सपोर्ट पायो भने पछि ग्रो हुनु सजिलो हुने त अनि जसरी अब म पनि अब यो युट्युबको जर्नीमा चाहिँ इनिसियल फेजमा पनि हामीले पोर्ट्रेट गर्दा चाहिँ पहिला सकेसम्म ठुलो मलाई चाहिँ के लाग्छ भने अब आई डोन्ट नो वेदर आई एम राइट अर रङ म केही चिज बनाउँदैछ भने त्यसलाई आर्काइभ गर्नुको लागि भए पनि भिडियोहरू खिच्दाखेरि राम्रो हुने रहेछ अनि त्यही भिडियोलाई यसो युट्युबहरूको सोसल मिडिया प्लेटफर्महरूमा पोस्ट गर्दाखेरि चाहिँ बाई चान्स इफ यु गेट मोनिटाइज देन इट्स अ गुड थिङ इफ नट देन अलिक पब्लिकमा त जान्छ नि मोर पिपुल विल नो यु होइन somehow some people might like get connected to you and like कस्तो भन्ने अब केही चिज त सिक्ला नि मबाट होपफुल्ली मेरो स्टुडेन्टहरूलाई त अब उनीहरूले त सिकिहाल्छ होइन एन्ड आई होप दे नो होइन स्टुडेन्टहरूलाई चाहिँ बिचारा कतिजना मेरो विद्यार्थीहरूलाई दे हेभन सिन मी डुइङ लाइक डेमोन्स्ट्रेसन होइन अब यो भिडियो बनाएपछि चाहिँ आई क्यान सो देम एक हिसाबले उनीहरूलाई पनि ओहो टिचरले यस्तो गर्दो रहेछ भन्ने हुन्छ मेरो त मिल्छ मिल्दैन त्यो आफ्नो अर्को ठाउँको कुरा हो बट स्टिल इफ यु डोन्ट गिभ डेमोन्स्ट्रेसन होइन पिपुल लाइक स्टुडेन्ट विल डेफिनेटली डाउट अन यो स्किल के मेरो अग्रज गुरुबाले भन्नुहुन्थ्यो लाइक प्लिज अलवेज गिभ डेमोन्स्ट्रेसन टु योर स्टुडेन्ट होइन स्टुडेन्टले त्यो मिल्यो मिलेन भन्दा पनि यो टिचरले गर्यो गरेन भन्ने त्यो इम्प्याक्टले चाहिँ पछिसम्म हुन्छ अरे यहाँ हाम्रो कतिजना टिचरहरू चाहिँ लाइक डेमोन्स्ट्रेसन दिनुलाई चाहिँ अलि हिचकिचाउँछ कि नमिल्ला कि नहोला कि भन्ने ओभियसली वी आर ह्युमन बिङ होइन कहिलेकाहीँ मिल्दैन त्यो आफ्नो ठाउँमा छ तर वेन यु आर रियली कन्फिडेन्ट देन ओभियसली त्यो मिल्छ पनि सो मेरो स्टुडेन्टहरूलाई भन्छु कि प्लिज सकेसम्म मैले जस्तो भिडियो बनाउनुहोस् मैले त ढिलो भयो होइन प्लिज रेकर्ड योर डुइङ होइन भिडियो बनाएर आफ्नो गर्ने त्यो ड्रइङहरूको प्रोसेसहरूलाई रेकर्ड गर्नुहोस् होइन इट्स ओके इफ यु डोन्ट वान पोस्ट इट होइन तर एटलिस्ट वेन यु रेकर्ड इट पछि गएर फर्केर हेर्दा यु विल इन्जोय युर डुइङ के अब हाम्रो पालोमा वेन आई वाज लाइक इनिसियल स्टुडेन्ट लाइफमा आई युज टु हेभ नो डिभाइसेस होइन तर एटलिस्ट नाउ त अहिले तिमीहरूसँग डिभाइस छ तिमीहरूसँग सोर्स छ यु हेभ नलेज यु नो हाउ टु युज द इन्टरनेट होइन हाउ टु रेकर्ड द भिडियोज होइन
It's okay you don't have a good device, but at least you can record your doing, and that's a good thing. वेल आज पनि यसो छिटो र छरितो पाराले यसो पोर्ट्रेट गर्दैछु। म यहाँ एकजना मान्छे आउँछ भनेर कुरिरहेको, एन्ड इन द्याट सर्ट पिरियड अफ टाइम मान्छेलाई कुर्नुभन्दा यसो युट्युबलाई पनि कन्टेन्ट हुन्छ भनेर यसो एउटा पोर्ट्रेट म सर्ट एन्ड स्विट गर्दैछु। यो पोर्ट्रेट चाहिँ लाइक केही चिज हामीले गर्छु भनेर नआँटेसम्म चाहिँ हुँदैन रहेछ। टाइम मिलाउँछु गर्छु, टाइम फुर्सदमा गर्छु भन्ने हुँदैन रहेछ। यु हेभ टु आइदर सेट द टाइम फर इट, or you will not get the chance। त्यही भएर अब यसो सकेसम्म म यो समयमा केही 2-4 वटा पोर्ट्रेटहरू गर्छु भन्ने लाइक सोच लिएको छु। अब केही समयपछि फेरि अर्को पोर्ट्रेटहरू पनि आउँछ। मैले यो भिडियो अर्कै तरिकाले खिचेको थिएँ, तर यसो हेर्छु अहिले मैले यो लाइक मेरो भोइस ओभर गर्नुको लागि भिडियो हेर्दाखेरि चाहिँ लाइक द एङ्गल वाज नट एज अ विस के, बट स्टिल अब काम गरिसक्यो। अनि पछि लाइक काम गरिसकेपछि त अब आई कान्ट रिरेकर्ड देम, तर अब यही भ्यूलाई भए पनि मैले भोइस ओभर दिइरहेको छु। प्लिज डु एप्रिसिएट माई डुइङ। If you don't like it, then it's okay, you can scroll the videos, but if you like it, then drop your comments। म यो पोर्ट्रेटमा त नयाँ होइन, तर यो युट्युबको जर्नीमा चाहिँ म नयाँ नै हो होइन। भर्खर सुरु गर्दैछु। यो 2020 होइन 20 अप्रिल 2026 मैले यो युट्युब खोलेको। मलाई धेरैले गर्नु राम्रो हुन्छ भनेको भएर मैले पनि गरेँ। मलाई पनि सोसल एन्जाइटीहरू थियो, बट देन नाउ सिन्स आई स्टार्टेड, अब 20-25 दिन भइसकेपछि चाहिँ इट स्टार्ट्स टु गेट लाइक क्याजुअल, युजुअल जस्तो हुन थालिसक्यो। सजिलै हुँदो रहेछ। जुन त्यो डर थियो लाइक इम्बेरेसमेन्ट होइन, अक्वर्डनेसहरू थियो, त्यो चाहिँ बिस्तारै हट्दै जाने रहेछ। नो वान केयर्स अबाउट यु के, इट्स जस्ट यु। हामीलाई हाम्रो स्वरहरू सुरुमा सुन्दाखेरि अलि अप्ठ्यारो लाग्ने पनि हुँदो रहेछ, बट देन सुन्दै गइसकेपछि अलिक कम्फोर्टेबल हुँदो रहेछ। जसरी मैले सुरुमा पोर्ट्रेट गर्दा मिल्दैन थियो, तर गरे गऱ्यो होइन, कस्तो अवस्थामा गऱ्यो, मैले त्यो छोडेन, एन्ड देन इट स्टार्ट टु गिभ सेप के। तर कसैले छिटो छरितो गरेको चाहिँ यु हेभ टु वाच इट, एन्ड देन यु विल बिलिभ द्याट इट क्यान बी डन इन सर्ट पिरियड अफ टाइम के। त्यो क्विकलाई एकदमै लाइक क्विक पनि होइन यो होइन, एकदमै टाइम कन्ज्युमिङ पनि होइन, तर सर्ट एन्ड स्विट हो यो। टेन्टेटिभली यो चाहिँ यो 19-20 मिनटमा सिद्धिएको छ। होपफुल्ली त्यति नै टाइम थियो, मसँग आधा घन्टाको टाइम थियो। अब के गर्ने त, भिडियो एउटा गर्नुलाई भए पनि, कन्टेन्ट एउटा गर्नुलाई भए पनि मैले एउटा बनाएको। युट्युब त नयाँ नै हो मेरो लागि। होपफुल्ली इट वर्क्स फर मी। पछि फर्केर हेर्ने एउटा ठाउँ हुन्छ। मोबाइलमा रेकर्ड गर्दा मोबाइलै लाइक सर्टेज अफ स्टोरेज हुँदो रहेछ। अब त भिडियो खिच्यो, भोइस ओभर गऱ्यो भने गऱ्यो, अलिअलि भिडियोलाई एडिट गऱ्यो, एन्ड देन आई विल पोस्ट इट इन द युट्युब। इट्स फर माई आर्काइभ के। पछि फर्केर हेर्दा भविष्यमा फर्केर हेर्दाखेरि रमाइलो हुन्छ। अर्निङ इज लाइक नट कम्पलसरी। इफ आई अर्न इट, डेफिनेटली आई एम गोना ट्रिट माई स्टुडेन्ट होइन, उनीहरूलाई ट्रिट दिनुपर्छ। इफ नट देन इट्स ओके, पछि फर्केर हेर्ने एउटा ठाउँ हुन्छ। म चाहिँ युजली पोर्ट्रेट गर्दाखेरि एउटै पेन्सिलले गर्छु। मलाई त्यो पेन्सिल चेन्ज गरिराख्ने चाहिँ त्यो झन्झटिलो लाग्छ, तर मलाई पेन्सिल चाहिँ एकदम सार्प चाहिन्छ। म 5-6 वटा पेन्सिल एउटै हुन्छ, एउटै ग्रेडको हुन्छ। त्यो चाहिँ लाइक युजली 2 बिट या
पोबीको हुन्छ अनि त्यसपछि 4-5 वटा साफ गरेर राख्ने एन्ड देन यु स्टार्ट देन यु डोन्ट स्टप के तर आज चाहिँ त्यस्तो भएको छैन टाइममा मलाई साफ गर्ने अवस्था पनि परेको छ यस्तै हो किप इन्जोइङ माई डुइङ हैन ए पेसेन्स इट विल गिभ सेप बिस्तारै हुन्छ एक्लै बरबराएर कुरा गर्नु पनि रमाइलो रहेछ इट फिल्स लाइक यु आर टकिङ टु योरसेल्फ एन्ड नो वान इज लिसनिङ टु यु तर पछि बिस्तारै बानी भएपछि चाहिँ यस्तो हुँदो रहेछ म यो एकचोटि बोल्छु फर्केर सुन्ने त छैन यो लामो छ नि त सो 10-11 मिनट त भयो हैन अब यो भिडियो 19-20 मिनटको छ इफ यु वान स्क्रल योर चोइस इफ यु वान कन्टिन्यू आई सुड बी थ्याङ्कफुल फर यु वाचिङ इट तर जहिले पनि आफ्नो काम गर्दाखेरि प्लिज मेक यो स्पेस कम्फर्टेबल टु यु कि डोन्ट जस्ट लाइक जस्तो ठाउँमा भयो भने गर्ने भन्ने त्यस्तो चाहिँ नगर एउटा आफ्नो स्पेस बनाऊ त्यो ठाउँमा चाहिँ द्याट बिलोङ्स टु यु के अनि आज हुँदैन भोलि हुँदैन पर्सिपल्टदेखि द्याट स्पेसले चाहिँ तिमीलाई एउटा लाइक राम्रो इनर्जी दिन्छ कि अब मैले त यो भिडियो गर्नुको लागि भए पनि यसो स्पेस एउटा बनाएर गरेको छु तपाईहरु चाहिँ केही आर्टवर्कहरु क्रिएट गर्दा ड्रइङ पेन्टिङ गर्दाखेरि चाहिँ आफ्नो एउटा पर्सनल स्पेस बनाएर गर्दाखेरि चाहिँ बेटर हुन्छ छ भने सक्छौ भने सक्दैन भने त अब हामीले पनि इनिशियल फेजमा बेडरुममा बेडको साइडमा बसेर म ड्रइङ गर्थ्यो त्यो दिनहरु पनि रमाइलो थियो रातिको 12-1 बजेसम्म पेन्टिङ गर्ने एन्ड देन यु गेट टायर्ड एन्ड डाइरेक्टली इन्टु बेड पछि चाहिँ स्टुडियो लिन थाल्यो अनि स्टुडियोलाई इन्लार्ज गर्दै गयो अहिले ठीक छ one day when I'm gonna reveal my face हैन I'll definitely gonna share my studio है अहिले चाहिँ like have patience the one who knows me they know me well हैन it's for the new people who wish to know me त के भन्ने यो भिडियो हेर्ने पनि लिमिटेड पिपल त हुने हो हाम्रो आर्ट वर्कको भिडियोहरु चाहिँ त्यति एप्रिसिएट नगरिने रहेछ सबैभन्दा धेरै एप्रिसिएट गर्ने भने यो पोर्ट्रेट हो यो भन्दा बाहिरको अर्को आर्ट वर्कहरुलाई चाहिँ त्यति एप्रिसिएट नगर्ने रहेछ नेपाली कन्टेन्ट क्रिएटर हु इज डुइङ अल अन लाइक आर्ट वर्क्स हैन उनीहरुको कन्टेन्ट नै आर्ट वर्क्सहरु हुन्छ उनीहरुलाई त्यति सपोर्ट गरेको देख्दैन दैट इज द लाइक वर्स्ट थिङ we have to face as in like artist न त पोर्ट्रेट होस् या हैन ड्रइङ होस् ल्यान्डस्केप होस् त्यस्तो कन्टेन्टहरु राख्दा त पिपल एप्रिसिएट द प्रोडक्ट बट यो प्रोसेसलाई चाहिँ किन एप्रिसिएट त्यति नगरेको होला थाहा भएन फुड ब्लगिङहरुलाई जस्तो यो ड्रइङ गरेको पेन्टिङ गरेकोहरुलाई त्यति भ्युज चाहिँ नआउने स्पेशली यो नेपालको कन्टेक्स्टमा है बाहिर देशमा चाहिँ खोइ कसरी गरिन्छ थाहा छैन आई क्यानट से हैन नेपाल भन्दा बाहिरको नेपालको कन्टेक्स्टमा कतिजना राम्रो राम्रो आर्टिस्टहरुको कामहरु हेर्छु उनीहरुले लाइक कति आर्ट गरेर भिडियो बनाएर पोस्ट गरेर हुन्छ उनीहरुको न धेरै लाइक्स हुन्छ न धेरै भ्युज हुन्छ बट स्टिल आर्काइभ चाहिँ हुन्छ त्यो चाहिँ हो द बेस्ट पार्ट इज एउटा रेकर्ड हुन्छ पछि गएर फर्केर हेर्ने तर त्यस्तो भ्युज नभएको देखेर चाहिँ अचम्म लाग्छ अब भ्युज भए पनि नभए पनि हाम्रो काम भनेको काम त गर्ने नै हो तर त्यही काम गरेको ठाउँमा अलिकति रेकर्ड थिचेर पेस्ट गर्दा चाहिँ इट बिकम्स अ कन्टेन्ट होला अब थोरैले हेरिन् के भन्ने त हैन
वाट टु से यो मैले को बनाएको मलाई पनि थाहा छैन है प्लिज फोटो यसो देखेँ एन्ड आई जस्ट ड्रु हिम यसको लाइट सेट लाइक लाइट एन्ड सेटहरू रमाइलो थियो द्याट्स वाइ आई चुज द फिगर इफ यु वान्ट मी टु ड्र सम वान प्लिज यु क्यान ड्रप अ कमेन्ट होइन यहाँसम्म जसले हेऱ्यो होइन यु हेभ लाइक प्लिज ड्रप अ कमेन्ट हु यु वान्ट मी टु ड्र नेक्स्ट यदि तपाईँहरू नै कोही कसैको ड्रइङ गर्नु छ भने यु क्यान कन्ट्याक्ट मी यु क्यान मेसेज मी होइन यु क्यान ड्रप यो कमेन्ट एन्ड आई विल ड्रप द एन्सर टु यु आई विल रिप्लाई यु कान चाहिँ अलिकता लाइक अलिक सेप दिनु गाह्रो चिजै हो कानलाई चाहिँ कानलाई हामीले चाहिँ अलि लाइक वाट यु से त्यति वास्ता गर्दैन तर कान पनि इम्पोर्टेन्ट चिजै हो मेन चाहिँ ड्रइङमा लाइट एन्ड सेट अनि टोनलाई फोकस गऱ्यो भने चाहिँ यु विल क्याच द क्यारेक्टर यु विल एउटा राम्रो ड्रइङ हुनुलाई चाहिँ त्यो टोन होइन अनि त्यसरी सेडिङ त्योहरू चाहिँ ग्रेडिएसनहरूलाई मिलाएर गऱ्यो भने डार्क टु लाइट होइन जति धेरै टोन दियो उति राम्रो हुने त हो नि कम्पोजिसनहरू गर्दा अलिकता ध्यान दिने हुन त कम्पोजिसन भनेको आफ्नो इनिसियल लाइक वाट इज ए पर्सनल एक्सपेक्ट हो कसैलाई कस्तो कम्पोजिसन मनपर्छ कसैलाई कस्तो तर एग्रिगेटमा भन्नुपर्दा चाहिँ कम्पोजिसन गर्दा चाहिँ अलिकति ध्यान दिनु त्यो पेपरलाई ब्यालेन्स हुने गरेर कम्पोज गऱ्यो भने चाहिँ बेटर हुन्छ प्लिज यदि मेरो स्टुडेन्टहरूले हेर्दैछ भने प्लिज तिमीहरू पनि केही लेख्नु छ भने लेख्दा हुन्छ है कमेन्टमा टिचरको काम तिमीहरूले हेर्नु त नपाएको होला होइन मैले त्यति तिमीहरूलाई डेमोन्स्ट्रेसन दिनु त सकेको छैन यो नै तिमीहरूको लागि पनि हो भनेर हेरौ अनि प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब भन्छ होइन सब्सक्राइब हो अनि मलाई हेरेर तिमीहरू पनि गर है इट्स स्टार्ट योर जर्नी युट्युब जर्नी द वे आई स्टार्टेड कतिले त गरिसक्यो होला म चाहिँ फर्स्टमा छु अहिले त मलाई जोस आइरहेछ युट्युबको मैले आफूलाई नै 90 डेजसम्म चाहिँ आई वोन्ट स्टप भनेर ट्राई गरिरहेको छु इट वर्क्स अर नट एक त सिक्छ नि त सिक्यो भने के सिक्नु पनि राम्रै हो प्लिज गाइस क्यामेरा एङ्गलकोमा चाहिँ कमेन्ट नगर्नु है मैले अर्कै एङ्गल भनेर सोचेको थिएँ यो टाइमरहरू के पनि देखेन होइन टाइमर राखेर गरेको थियो बट देन टाइमरहरू के पनि नदेखेको भएर चाहिँ बोर लाग्यो कुन देशबाट कुन ठाउँबाट कसैले हेर्दैछ प्लिज यसो मेन्सन गर्नुहोस् रमाइलो हुन्छ तपाईहरु पनि पोर्ट्रेट केही गर्दैछ भने प्लिज तपाईहरुको पनि यसो मलाई लिंक या कमेन्ट गर्नुहोस् आई विल वाच इट आज 19 मे 2026 अनि यो ल एंगलै मिलेन रहेछ प्लिज यसको लागि सरी है थ्यांक यू फर वाचिङ द भिडियो ल यति हो ल